हो, डिजिटल व्यापार फस्टाउन त यसले निकै मद्दत गर्यो। यी त भए राम्रा पक्षहरू, उज्याला पक्षहरू। अब अलिकति अँध्यारो पाटोतिर पनि हेरौँ। चुनौतीहरू पनि त कम छैनन्। सबैभन्दा बढी सुनिने गुनासो के होला? खै, सायद समयको बर्बादी। हो, अत्यधिक प्रयोग, अनावश्यक प्रयोग। लेखमा त अलि तीखो टिप्पणी पनि छ नि। के भनेर? नेपाली सामाजिक सञ्जालमा देखिने घर झगडा र राजनीतिक गाली गलोजले प्रयोगकर्ताको चेतना स्तर नै देखाउँछ भनेर। त्यो त अलि कठोर भयो कि, तर कता कता सत्य पनि हो कि जस्तो लाग्छ। तर समयको बर्बादी भन्दा नि अझ गहिरो असर हो, मानसिक स्वास्थ्यमा पर्ने असर। सन् 2016को एउटा अध्ययनले त के देखाएको थियो भने के देखाएको थियो? सामाजिक सञ्जाल धेरै चलाउने युवाहरूमा चिन्ता र डिप्रेसनको जोखिम 3 गुणा बढी हुने रे। ओहो, 3 गुणा? हो, अनि त्यो साइबर बुलिङ, अरूसँग आफूलाई दाज्ने बानी, हीनताबोध, एक्लोपन, यी समस्या त झन् कति हो कति। यो त डरलाग्दो कुरा भयो त। एकातिर जोड्ने भन्छौं, अर्कोतिर एक्लो बनाउने, कस्तो उल्टो। हो नि। अनि फेरि अर्को ठूलो समस्या, झुटा समाचार र अफवाह। त्यो त झन् कति सजिलै फैलिन्छ। हो नि, नियन्त्रण गर्नै गाह्रो। त्यो इलोन मस्कले टेस्ला फोन ल्याउने हल्ला फैलिएको थियो नि। हो, कति छिटो फैलियो। त्यस्तै हो। त्यसमाथि निजी जानकारीको सुरक्षाको कुरा पनि छ। डाटा प्राइभेसी। ओहो, अकाउन्ट ह्याक हुने डर, वा कम्पनी आफैले डाटा बेच्ने। फेसबुक, गुगल जस्तालाई त कति आरोप लाग्यो, कारबाही पनि भयो। हो त नि। अनि अर्को कुरा लत, एडिक्सन। यो झन् डर लाग्दो। लेख अनुसार त मद्यपान वा धूम्रपानको लत भन्दा सामाजिक सञ्जालको लत छोड्न गाह्रो हुन्छ रे। साँच्चै? अनुसन्धानले त्यस्तै देखाएको छ। नेदरल्यान्डका वैज्ञानिकले त यसको लत नाप्ने उपकरण नै बनाएका छन् रे। ए हो र? यसले वास्तविक जीवनका सम्बन्धहरू बिगार्ने, पढाइमा असर गर्ने त छँदैछ। अनि त्यो फेक प्रोफाइल नि? हो, त्यो अर्को विकराल समस्या। नक्कली प्रोफाइल बनाएर चरित्र हत्या गर्ने, बेइज्जत गर्ने। अनि आर्थिक ठगी पनि त कति बढेको छ। स्क्यामहरू एकदम। इन्स्टाग्राम, टेलिग्राममा नक्कली जागिर देखाएर लाखौं ठगेका घटना कति सुनियो। नियमन नै छैन भन्दा नि हुन्छ। अन्तमा यो बनावटीपनको कुरा, मान्छेहरू वास्तविक जीवनभन्दा बढी डिजिटल दुनियाँमा राम्रो देखिन खोज्ने। जर्नल अफ सोसियल एन्ड पर्सनल रिलेसनसिपको एउटा अध्ययनले के देखाएको थियो भने कुरा गर्दा फोन छेउमा राख्ने बानीले सम्बन्ध गहिरो हुन दिँदैन रे। अनि क्यानाडाको अर्को अध्ययनले चाहिँ महिलाहरूले बढी फेसबुक चलाउँदा अनि प्रेमीले अरूलाई साथी बनाउँदा डाहा लाग्ने, सम्बन्धमै समस्या आउने देखाएको थियो। भनेपछि यो देखावटीपनले वास्तविक सम्बन्ध नै कमजोर बनाउने लगेको हो कि? यादवको लेखको सार पनि त्यही नै हो जस्तो लाग्छ मलाई। सामाजिक सञ्जाल